आज चाहिँ हाम्रो यात्रा रौतासम्मको। हाई भान्जा। अनि अघि हामीसँग चढ्ने भनेको होइन? वाउ, यो हो रियल एडभेन्चर। This is हाई नमस्ते सेवा हवा हजुरहरूलाई यो राम्रो ठाउँ घुम्न आउनु मन छ भने आउनु सक्नुहुनेछ। यो हाम्रो उदयपुर गाईघाटको पत्रकारको हुनुपर्छ रौतामाई डाँडा भन्ने ठाउँमा पर्छ। म बोल भगवान त मेरो त ल्याउन लु अझै फोटो खिचौँ क्या भान्जा मजा आइरहेछ भान्जा? अब यस्तो 2 गर ल 1 मात्रै गर्ने 2 नगर्ने? तिमी घाम देखेन घामले अरे। यता चाहिँ हेर त क्यामेरामा घाममा हेर्नु मिलेन अरे क्या चस्मा पनि बोक्दिन को फोटो खिच्ने फेरि? मेनहरूको भाउ बढेको छ कि अगाडि अगाडि गइदिनु पर्छ। म पनि छु भान्जा हेलो हेलो मे भान्जा त माथि चाहिँ नबस बाख्रा भइगयो के भान्जा त? त्यसरी चाहिँ नबस बाबु। हाम्रो डाँडा पनि उयो फाइनली गाइस हामी चाहिँ रौता डाँडा आइसक्यौँ। ठिक छ, मेरो बुढीको चाहिँ साथै गयो आउँदा आउँदै बाटोमै होइन। बाटो फेरि यस्तो डेन्जर रहेछ है। पिकनिकहरू पनि छ यहाँ चाहिँ टन्न। बाटो फेरि लास्ट डेन्जर रहेछ क्या, बालुवाको बाटो, ढुङ्गाको बाटो, उकालो ओह्रालोमा त्यस्तो। मेरो भान्जा चाहिँ यहाँ बसिरहेछ, उसले पिङ भन्छ कि चिल भन्छ भान्जाले? मामा चिल भनेको हो। मेरो भान्जा चिलमा छ फेरि हो। मेरो भान्जा गल्यो अरे आउँदा आउँदा नि। भान्जा साह्रो गलियो नि, यता हेर भनिदिनु न, गलियो गाइज भनिदिनु न। के होइन, मेरो भान्जा पढेछ। के खेल्ने हो यहाँ? डिप्स हान्ने भान्जा? यहाँ डिप्स हान्ने हो, हेभिङ हान्ने हो? ल भान्जाको परिचय दिनु ल। हेलो गाइस, माई नेम इज नियाङ राई भन्नु ल। What is your name? Baba right. Baba ti Baba. What is your name भन्नु? के साह्रो फोटो अहिले अब चाहिँ हामी यता जानुपर्छ है, यताबाट ठक्क चढ्दै चढ्दै अब लाग्यो उकालो गुटुङटुङ। अख्तिर ज्वाइँ त अख्तिरतिर लाग्नुभयो क्या हो? पुरा पैसा पो देख्नुहुन्छ त कुना काप्चाको। बाइक त यहाँ राख्दा पनि हुन्थ्यो। ठिक छ तले पनि। कति सिडी छ यो? सुने भाउजूलाई यो भर्याङ केही होइन र यति अहिले माथि तान्नु ल समाउँदै हिँड्नु उसलाई त भर्याङहरू छ। माई गड, यहाँ हेर्नु सबैभन्दा बरु अगाडि जोसिलो हाम्रो गाइड गर्ने सबभन्दा हाम्रो गाडी चाहिँ ऊ अगाडि हिँड्दैछ, ऊ चाहिँ हाम्रो गाइड हो। गाइड त इज्जतको सवाल छ छिटो। आफै हिँड्दा पो रहेछ भन्न। पाहाड मनपर्छ नि त उसलाई, मेरो त घुँडाले काम मन छोड है। गाइड त बाबाले त चढाउनुहुन्छ है, ज्याकेट थोरै लाग्छ नि। अम्बो भर्ती क्यामेरा हेर्नु पछाडि अरे अघि अगाडि भयो। देखा कति तल त अझै आधी क्यामेराम्यान ओ यति माथि आउँदा यस्तो भइसक्यो, अब अझै माथि पुग्नुपर्ने छ। पहिलोचोटि आउँदा त भयो बाटोमा चाहिँ पलात्तै पल्टेको नसकेर कहाँ भमिट आउनु खोजेर तपाईहरु त चाँडै खेल्नु भएको रहेछ। टायरै कसैलाई घरमा खाँदै खाँदै हिँड्नु यहाँ घुँडाले काम गर्न छोड है। माथि जानुपर्ने अझै
यत्रो दुःख गरेर आउनु अरे फिला दुख्दो रहेछ त ल होइन बुढा भाउजूलाई त के होइन अरे देखा त भाउजूलाई मेरो बुढी कहाँ छ हौ आया के होइन भन्नु आया मुझे बचाओ धन्न रेलिङ बनाइदिएको रहेछ नि बुढी ठेल्नु बुढा ठेला यार भन्छ त मेरो बहिनी काला त्यस्तो घिस्रिँदै हिँड्दैछ ओइ यो रेलिङ पनि नबनाउनु हो भने चाहिँ भयो छ्याउ भ्लगमा बिल्ला काम नगर न नखाएर हो भन्छ यार होइन मन्दिर आएको नि कहाँ खाएर मात्रै खाने भनेको त्यस्तो अनर्थ नसोच्नु होला हामी टन्दैछौँ तेरोमा एडिट गरेर यो के आयो भन्ने मलाई आइदिन्छु यसको हिँडै त्यतिबाट यति आउनु पनि कम हो आमै हात्ती कस्तो सुक्यो पानी बोकेर जानुपर्ने मेरो भान्जा कहाँ गयो गुटुङटुङ कुदेर गयो त हौ आमा दिन्छु आमा दिन्छु टिका लगाइदिनु आया यो चाहिँ अहिले रौता मन्दिर रौताको मन्दिर आउनुभयो तपाईँहरू बाइकमा हजुर बाइकमा तपाईँहरू अटोमा ए अघि पर रोकेको अटो तपाईँहरूको थियो कि हो त्यो ओह्रालोमा क्या त्यो भान्जा त गुटुटु कुद्ने भइगयो नि डाँडामा त हो राव सिकाउनु भयो म त तेरो घाँटी नै सुक यो त त थाप्न पसल सामान ल्याइदिउँ ल आइपुग्यौँ हामी चाहिँ मन्दिरमा रौता के छ श्री पशुपति प्रसाद गढ अरे चाहिँ राम्रो ठाउँ रहेछ यहाँ सुरुवाल पनि दुईटा लागेको छ त जाने ठाउँ रहेछ पसिना आइसकेको छ फेरि यो माथिको ज्याकेट चाहिँ लगाइदिन्छु उसले माथिको लाउन पाउँदिन भनेर उसलाई पनि स्टाइल त चाहिन्छ नि त मेरो भान्जाको स्टाइल अरे कहाँ गएर पूजा गर्ने अरे मन्दिरमा भन्देऊ न ढुङ्गा बोकेको कता होला यो पक्क पहिला मैले ढुङ्गा ढुङ्गा बोकी हुँदैन भन्छ यो खोलेर माथिबाट ज्याकेट लाउने हो के ल छिटो ए त्यो मन्दिर छिर्नु नि ल हौ ल पानी सुधा हुन्छ पूजा नगरे पनि ए गरममा यस्तो लाउनु हुँदैन के अहिले निहाल हिँड्न सक्दैन गर्मीले